Hello everyone and good morning and सेवा नमस्ते अनि आज चाहिँ धेरै दिन पछाडि घरमा जोडिन आएँ अनि आज चाहिँ म कहाँ छु भन्दा हजुरले मेरो यहाँ घर देखिसक्नु होला यो चाहिँ हाम्रो नानाको घर हो अनि आज चाहिँ यति धेरै भेनाको माया अनि यति धेरै कोसिली ससुरालीको लागि यहाँ म के भेना बोकी नसक्ने बोक्नु हुँदैछ त गरौँ हुँदैछ नि ससुरालीको धेरै खुसी लाग्यो हुन्छ नि त यता चाहिँ हाम्रो ह्यान्डसम सोल्टी एकचोटि हेरिदिनु यता सोल्टीलाई अनि मेरो भेना अनि सोल्टी अनि मलाई चाहिँ यहाँ गाडीसँग पुऱ्याउनु जाँदै हुनुहुन्छ अनि यति धेरै माया होइन सोल्टी भेना अनि के अरे सालीसँग छुट्नु मलाई छ क्या भेना त्यही भएर नि साली सँगसँगै मलाई झन् छुट्नै मलाई थियो यति दिन है भेनाको बिहानदेखिको बेलुकासम्म अनि यता हाम्रो सोल्टी चाहिँ आज छुट्टी हो तपाईँको आज छुट्टी भयो उयो चाहिँ मेरो पहाड जाने गाडी हो अनि यहाँ आइसकेको छ अनि म चाहिँ रेडी भएर यताउति गर्दा ढिलो भयो यस्तो त पानी पर्नु अघि बिहान त यति धेरै पानी पर्नु आएको थियो है अहिले चाहिँ अलिक पानी बोकेको छ अब हामी चाहिँ लाग्दैछौँ पहाडतर्फ बाई पनि गर्ने होइन ल मन दुख्यो जस्तो छ सालीसँग आएको हुनाले अब भेना चाहिँ कहिले पालो कहिले सुन्ने अब पालो अब 12 दिनमा ल टक्क के अरे तिउन तरकारी खाने भए ससुराली आयो भेना ल हामी चाहिँ गाडीमा आइसक्यौँ ल आज त प्यासेन्जर छैन है क्या हो अनि यता भेनाले चाहिँ मेरो सामान पुऱ्याउनु ए दिदीले त बाइबी गरी के सामान बेच्यो कोसेली हाम्रो ससुरालीको ससुराली कोसेली पठाइदिनु भएको थिएँ यो पछाडि राख्नु होला नि मान्छे छैन मान्छे सक्दैन मान्छे पर होला अहिले पर चिज छ कि मेरो त वायरलेसहरू त ल म बाई 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 सबैजनालाई सोटिया त लगेको छौँ हौ म भ्याउँदिनँ हौ कस्तो सोल्टीको लागि टाइम दिनु सक्दैन यति पनि म त सोल्टीसँगै जाने होइन नि भाइ यता सोल्टीसँग भन्नु मेरो सोल्टीसँगै जाने म त भयो मार्छ होला हौ तपाईँको मान्छेहरूले जस्ट किडिङ है ल बाई 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 सबैजनालाई चाहिँ अब भाइ लाग्यो ल यस्तो पानी परेर पानी परेर कस्तो भएको छ घुम्म भइरहेको छ हामी चाहिँ अब पाहाड लाग्यौँ हामी चाहिँ अहिले ठक्कै मामा चोक खाइसक्यौँ उसको नि आइपुग्नु ल्याएको लु भयो आज अब म त सबै परेँ यार त आउँछ भनेर सोचेको थिइनँ सबै बिचरी आउनु हुँदो रहेछ त नि कसम कहाँ अनि के थाहा नि सिसी गाडी आयो अनि आफ्नै मिसहरूले म देखेको थिइनँ कहाँ जानु सर खोइ यही गाडीमा सबैजना ओहो लैजाऊ गमी हामी चाहिँ पाहाड जाने मेरो साथी मेरो प्लिज हामी चाहिँ फाल्गुनन्द चोक हुँदै हामी चाहिँ रवि स्टेन्डपट्टि लाग्यौँ ल गाडीको भरि हामी चाहिँ फाइनली दोभान पुग्यौँ दोभान होइन दोभान के हेरेर दोभान भन्ने ठाउँ पुग्छौँ अब हामी चाहिँ यो यता जाने चाहिँ मान्छे बाटो यता जाने हाम्रो घर जाने बाटो यता चाहिँ मान्छे जाने भने
कतापट्टि जानु नि जङ्गलै यतापट्टि जानु त सक्दैन खोइ नि है यतापट्टि मुस्काएर भएको छ हाम्रो अब रेस्ट गर्ने टाइम हो एकछिन मिस कहाँ जानुहुन्छ त अप्ठ्यारो लडी झर्नुहुन्छ है अब सबै अब हामीले चाहिँ एकछिन रेस्ट गर्नु लाग्यो पानी पनि यस्तो पहिला छ भने नि राम्रो के गीत कुन गीत लगाएको तैँले चाहिँ यस्तो चेन्ज गर्दैछु राम्रो गीत लगा मिस नझर्नु नि किन झर्नु यसो हावा खाएर जाने यो पानी परेर छिरिक छिरिक भएर यसरी यहाँ कस्तो काल पानी आउँछ गाई हेर्नु चाहिँ मलाई देखो अब ऊपर आउँछ अब उठिन्छ नानीको त अलिक मुनि भाइ ल पानी पर्नु लगाइदिनु न कमिसो धर म वा है लास्ट फुलको माथि भन्दो रहेछ राम्रो देख्छ नि उहाँ चाहिँ हाम्रो मिस यता चाहिँ गाउँमा मिस अनि ए त भिडियो पो म त भिडियो पो म त फोटो पो भन्दैछु फोटो नि खिचेको छु हामी एकछिन उभो जाऊँ न बाहिर यसो फ्रेस हुन झरेको हाम्रो गाडी चाहिँ बिसिरहेछ अनि यता कता जानु हो हामी कताबाट जाऊँ उता जाऊँ न त ल हामी चाहिँ फाइनली कनेटार बजारमा आइसकेको छौँ यहाँ चाहिँ हाम्रो फुटबल म्याच पनि हुँदो रहेछ अनि कनेटार बजारमा हामी चाहिँ यहाँ मान्छे ल्याउनु पर्ने छ नि त अनि आधी मान्छे लानुपर्ने अरे अब यहाँदेखि चाहिँ लगभग हाम्रो घर पुग्न चाहिँ आधी घन्टा जस्तो लाग्छ गाडीमा जाँदा चाहिँ हामी चाहिँ अहिले खाजा खान आएको छौँ ल छ पाउँछ अरे के पाउँछ अरे चटपटे अरू त ढिलो हुन्छ नि त त्यही भन्नु हुन्छ ए हुन्छ चटपटे बनाइदिनु न हामी चाहिँ चटपटे खाजा खाँदैछौँ ल यता पक्दैन चटपटे हामी चाहिँ अब घर लागि उठमा चढेर हावामा अघि हामी चाहिँ यताबाट आएको तर हामी यता मान्छे लिन चाहिँ गएको थियौँ अब चाहिँ हामी फाइनली हामी घर जाने बाटो चाहिँ यता पौडी तल उतिर दुईजना भक्लाक्क लडिन्छ यस्तो बाटो छ डेन्जरी भर्खर बाटो बनाउँदैछ यस्तो छ चटपटे पनि छुम्च्यो खायो होइन अब चाहिँ खायो प्याज भिडियो बनाइरहेको छु नि अरे खायो छिटो बाई बाई मन लागेको अब फाइनली घर अब गाडी उतापट्टि जाने नभए ल ल बाई बाई भरे अनि म चाहिँ अब यहाँ यसो भारी बोकेर झरेँ नि त अब सामानहरू बोकेर यत्रो ब्याग बोकेर जाँदैछु फाइनली म चाहिँ घर आइसकेँ यो घरको चाहिँ यतापट्टि यो बोर्ड छ नि त यो बोर्ड हुँदै यस्तो जाने हो कस्तो झिझी अन्त हुस्से लागेर है साथीहरू हेर्नु न हुस्से लागेर बिजोक छ गरम भयो झोला आम्मा पान्दाङ पुन्द्रङ बोकेर हिँड्दैछु
ओह गाडीको हालत किन यहाँ हुँदै हो त देखिने छैन के गर्नु त्यहाँ तल हुनुहुन्छ ऊ कता चेपमा म यता घर बनाउँदै हुनुहुन्छ चेपमा देख्ने छैन यत्रो भारी बोकेर झोला यस्तो गाडीको हालत के गर्नु होइन यस्तो हो कि साथीहरू म तपाईँलाई के भन्नु भने नि यहाँ घर मुनि पनि झर्न मिल्छ कि तर गाडी उता घुम्ने र त्यही भएर म चाहिँ हिँड्दै आइरहेको छु हिँड्दै अब त्यति गाउँ घुमिराख्नुभन्दा चाहिँ अब घर आएर बरु केही काम त गर्न सकिन्छ नि त घुमेर आइन्छ अनि त्यो भएर म चाहिँ अब यहाँबाट झरेर अनि त्यही भएर म घर जाँदैछु अब चाहिँ कस्तो गर्नु कस्तो जाडो भयो झापामा त यस्तो गर्मी भएको छ है साथीहरू आमा यहाँ यस्तो जाडो भएर थरै काँडै उम्रिसक्यो ओहो फाइनली म चाहिँ घर आइसकेँ यो चाहिँ मेरो घर हो अनि म चाहिँ यहाँ घर आइपुगेँ ल घरमा को हुनुहुन्छ होला मम्मी त हुनुहुन्छ कि हुनुहुन्न पापा पनि सबै काम जानु होला घरमा को हुनुहुन्छ बोल्नु पऱ्यो ये मेरा घर है मेरा घर को हुनुहुन्छ कि मम्मी हुनुहुन्छ भान्ने त उल्टो लाउनु पर्छ र मम्मी ले घर त खुल्लै छ मम्मी खोइ होला त मम्मी ए सबैजना यो चाहिँ होइन साथीहरू यो चाहिँ मेरो घरको फुल हो होइन यस्तो भएको छ पानी परेर बिजो यो मेरा भाइ हेलो भन्दै हेलो स्वागत छ मेरो सुबिना भ्लगमा धन्यवाद भन्दै यो मेरो घरको हालत है आमामा यता के काम हुँदैछ ए यता मम्मी हेलो हेलो भन्नु न मम्मी मिस्त्री यता काम हुँदैछ खतम के खतम ल यो मेरो पुग्री म चाहिँ यत्रो झोला बोकेर यहाँ के छ अब मेरो झोला झोलामा के छ मम्मीलाई कसरी मम्मी यहाँ नै दाइले कसरी पठाइदिनु भन्छ यहाँ सबै झोला भरेको कसरी यहाँ यहाँ न मेरो मान्छे खत्ता हो नि मिस्त्री काममा सबै पनि काम गर्नुहुन्छ मेरो डेभार न डेभा उहाँ चाहिँ मेरो होइन अनि उहाँ चाहिँ मेरो डेभा ऊ चाहिँ मेरो डन भाइ मेरो आएको कपाल त्यस्तो राम्रो छ कि साथीहरू यहाँ हेर्नु न हौ केटी मान्छे भन्दा कस्तो राम्रो छ होइन बुझ्छ खतरा हो गुड भन्नु गुड भन्नु त गुड भन्नु न गुड भन्नु लाग्यो हाम्रो त्यहाँ चाहिँ के पऱ्यो त्यस्तो उसले अब दिएको चाहिँ बोली आउँदैन नि त त्यो हातको चालले पनि सुन्नुहुन्छ त्यही भएर कफी यो कोरियन कफी यो कति हुन्छ यहाँ मम्मी के हो चाहिँ कोरियन नुडल्स यो के हुन्छ यहाँ चाहिँ दामी हो यो दामी आमाको कसरी लिँदैन कता किम्ची हो किम्ची खानुहुन्छ कोरियन किम्ची कि किम्ची बनाएको क्या अनि यो चाहिँ भन्नु मिल्दैन होला मलुक्का हुन्छ ल साथीहरू यो के हो यो कोरियन रक्सी साथीहरू चाहिँ यो चाहिँ हाम्रो मम्मीको लागि मम्मीले भन्नु गाउँठाउँ अनि म चाहिँ अब एकछिन के गर्छु रात पर्नु आँट्यो नि त अब अनि अब के पो रात पर्नु आँट्यो अनि अब यसो झारसार अलिअलि गोड्छु घरको होइन अनि त्यसपछि के गर्छु हेर्दै गर्नु होला आयो अब मलाई पनि के हाम्रो चाहिँ कुखुरा पोलै हुँदैछ ल आज चाहिँ धेरै पछि घर आइयो नि त आज लोकल कुखुरा होइन काकु लोकल भाले पो त लोकल भाले भन्न कम छैन यो 3-4 केजी छ आराम छ हुँदैन वा लोकल भाले होइन हामी चाहिँ खायौँ ल चट्टसँगले हामी चाहिँ आश गरिरहेको अरे भन्न हामी चाहिँ अब मासु पाएको थियो हामी चाहिँ अब आश गरिरहेको है हामी चाहिँ अब चट्ट
लोकल कुखुराको मासुसँग भात खाने नि त जाडो जाडो मौसम चाहिँ पानी पनि परिरहेको छ नि त त्यही भएर होइन काकु तिते चाहिँ खाउँ भनेको छौ मैले तिते चाहिँ अलिकति खाउँ कि जस्तो लाग्यो कि अनि त्यसले गर्दाखेरि यहाँ बनाउँछु पानी केसँग खानुपर्ने हो लोकल कुखुरा भन्नु त काकु लोकल कुखुरा खोकरी रम छ त हामीसँग खोकरी रम छ त हामीसँग छ त एक बोतल छ खुकुरीमा रम मात्रै हो र हामीसँग के पो छ त होइन खुकुरी रम कोरियन रक्सी चाहिँ छैन कोरियन भयो छोडिदिउँ कि ऊ चाहिँ खाउँ के खुकुरी रम चलेको हो कि कोरियनको त देश विदेशमा भएको रक्सीहरू पो खाइम ल यस्तो दिन लाग्छ ल खोइ यसको उयो तिते पनि यसो यसो गर्न खुकुरी रमको फाल पनि देखाइदिउँ न एकछिन त भएन भने नानी ल अब हामी चाहिँ म चाहिँ अब घरको काम गर्नुपर्ने छ नि त यति राति भइसक्यो अनि अब हामी चाहिँ चक्रोसँगले जस्तो भात बनाएर खान्छौँ ल साथीहरू आजको दिन चाहिँ यसो गरेन भिडियो है भोलिको दिनमा के कस्तो गर्नेछु हजुर हेर्दै जानु होला अनि आज चाहिँ यस्तै हो झापादेखि त म झापाहरूसम्म आएको है अनि बाटो पनि यस्तै छ अनि धेरै थाक्यो कि आज अनि त्यही भएर भोलि चाहिँ अब फेरि भिडियो लिएर आउनेछु भन्दै अनि मेरो भिडियो हेरेर लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु नभुल्नु होला बाई बाई साथीहरू बाई सी यू